बाहुबली 2 वाला मुभी सिन खिच्ने भनेको यही झरनामा हो। क्या बोला तूने? दसैँको भाइ भएर होला हैन, बादल पनि यस्तो दामी लागेछ नि, यस्तो आको पुछनमा चाहिँ त्यो भने 2 कोस पर भए। मैं इस पे क्या बोलूं, क्या अब मैं इस पे मैं कुछ बोल ही नहीं सकता। यहाँ पुरै समुद्र हो यो। हेलो एभ्रीबडी, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी हाम्रो उता पारी घर गर्दैछौँ है। अब दसैँ यहाँ पनि हामीलाई पनि दसैँ लागिसक्यो, हजुरहरूलाई लागिसक्यो होला होइन। सबैलाई ह्याप्पी दसैँ। ल हेर यहाँ यस्तो छ हाम्रो सिन फेरि दिदी र म जाँदै गरेको सिन फेरि यस्तो छ यहाँ, यस्तो खतरनाक छ हाम्रो सिन होइन। सिन खतरनाक छ गाइज हो यहाँ। ल यस्तो खतरनाक एडभेन्चर हुँदै रहेछ फेरि खानु पनि। यहाँ फेरि यत्रो खतरनाक झरना, यो भनेको चाहिँ पहिला बाहुबली झरना त्यो बाहुबली 2 वाला मुभी सिन खिच्ने भनेको यही झरनामा हो। बाहुबली 2 अब भन्यो भने भाइले गफ हान्यो भन्दा नि यो यहाँनिर छ नि, यो यतापट्टिको ढुङ्गो, यो यतापट्टिको ढुङ्गो भनेको चाहिँ त्यो बाहुबलीले उचालेको शिवलिङ्ग हो। यहाँनिर अहिले बगाएर यहाँ तलतिर पुगेर रहेछ, यतातिरबाट पनि झरिरहेको छ पानी होइन। यो पुरै यो भनेको चाहिँ बाहुबलीले चढेको वाला झरना हो है। अब हजुरहरूलाई कस्तो लाग्छ हेरिदिनु होला। अब हाम्रो चाहिँ ल आज त पुरै टाइम लागेको छ नि, पुरै छोडिदिनु कि अब हेर्नु नि ल, पुरा होइन सरर हावा चलिरहेको यहाँको पुरै उनै छुट्टै छ कि, वातावरणै छुट्टै छ कि, वातावरणै छुट्टै छ। यस्तो खतरनाक हो नि, पुरै छोडिदिनु गाइजहरू है। यो पुरा सल्लो घारी हो कि यहाँ चाहिँ फेरि हाम्रो यता चाहिँ पुरै सल्लोको बोट, सल्लाको बोट भएको ठाउँमा फेरि धेरै हावा चल्छ, थाहा नै होला। ल हेर्नु पुरै खत्रै हो कि, ल खत्रै हो। दिदी वहाँ पुगिसक्यो, म चाहिँ यसो भ्लग बनाउँ तलतिरै छ। बादल चाहिँ कस्तो खतरा कि, अब बादल कस्तो खतरा, अब पुरै छोडिदिनु अब गाइजहरू यार, खतरनाकै हो। दसैँले भाइ पनि छुट्टै दिइरह होइन। ल हेर्नु गाइज अब यस्तै छ कि अन्त होइन। अब हिँडिया छ लास्ट हिँड्नु, अलि पारी नै छ कि हाम्रो आमाको घर चाहिँ, आमाको घरबाट चाहिँ जान्ला हामी खास चाहिँ। अब हेर्नु नि ल यस्तो छ कि सिन पुरै छोडिदिनु कि, सिन पुरै यस्तो क्रिएटिभ सिन छ नि, दसैँको मिठो भाइब दिइरहेको कि यस्तो सिनहरूले चाहिँ। ल हेर्नु यस्तो खतरा छ। कान्छी दिदी अब हामी कतितिर चाहिँ पुग्छौँ होला दामा घरमा? ओ यो के भगवान् हो यो? अब हामी कतितिर पुग्छौँ होला कान्छी दिदी? अब लगभग कति टाइम जति लाग्ला हामीलाई आमा घर पुग्न? अझै पनि गाइज अब हामी 1-1.5 घन्टा हिँड्नु भयो है। कस्तो कि आज त बादलै होइन। ल बिचको अपडेट हामी दिने गइहाल्छौँ त्यो नौरी। साँच्ची बाघ भन्दाखेरि हाम्रो गाउँमा चाहिँ खत्रै हेर्नु ल, यस्तो जङ्गल छ होइन, बाघ आँखा भनेर मम्मीले भन्दै हुनुहुन्थ्यो कि। ल यस्तो जङ्गल छ कि गाइज, यहाँतिर अब अलिअलि घरहरू त छन् त। डराउनु त म त डराएको छैन, त्यो त खासै त्यो शान्तिनो बाघ देखेर डराउने होइन। ल हेर्नुहोस् गाइजहरू है, यहाँतिर पुरै धान पनि रोपि नै राखेको छ होइन। धान पनि रोप्ने प्रोग्रेस त भइ नै राखेको रहेछ हाम्रो। हो घामले यस्तो घाम लाग्यो नि, दसैँ लाग्यो भएर हो कि यहाँको धेरै घाम लाग्यो भने झ्याउ हुने कि, नलागे पनि छुट्टै समस्या, लागे पनि समस्या कि, त्यस्तो हो कि यहाँ चाहिँ। फेरि अहिले तनावग्रस्त छ, यति साह्रो त नडराइ होला। अब ले हेर्नुहोस् न, अब यहाँ यस्तो जङ्गल भएपछि त बाघ त अबको साइ नै हाल्छ होइन। बाघ चाहिँ आएर अब हाम्रो गाउँमा नि आएर यतापट्टि अङ्कलहरूको घरको पहिला कति 1-2 महिना अगाडि कुरो होइन कान्छी दियो, के अरे 1-2 महिना अगाडि आएर झ्याप्पै हानिदिएछ कि। 1 महिना ल 1 महिना नि भएन, 1 महिनाको अगाडिको कुरो, 1 महिना अगाडि नै झ्याप्पै एउटा खसी चाहिँ ढालिदिइसकेको छ कि। एउटा खसी कति रे? 2टा रे। ल आमा 2टा खसी, एउटा चाहिँ घाइते मात्रै बनाएर अनि त्यस्तो। अब त्यही त होइन त। ल अनि त्यस्तो गाई चाहिँ अब यहाँ त बाघको त पुरै बिगबिग्ती। अब जङ्गल यस्तो छ है,
यस्तो जङ्गल छ बाघको बिक्री भइसक्यो त सकि नै हाल्यो त्यसपछि त ल यहाँनिर यस्तो खालको अब सिन फेरि यस्तो खतरा सिन हो नि यो भनेको चाहिँ खतरनाक दर्दनाक सिन हो यस्तो बाँसघारी छ है अनि बाघ त किन हुनु यहाँ बाघ आयो भने त फेरि मलाई त फेरि मतलब लाग्दैन नि कान्छी दिदी है एक्कासी बाघ आयो भने त के गर्छस् भन्छ नानी कान्छी दिदी म हुँदा हुँदै बाघले मलाई मेरो गन्धले बाघ कुन दुलोमा लुकेर बसेर खान्छ नफोरीको गन्ध देखेँ त हो नि मलाई थाहा छैन बाघ वरिपरि बढ्नु आई नो द्याट ल होइन यस्तो बाँसघारी छ क्या कि चाहिँ आई नो द्याट तर म चाहिँ खासै त्यस्तो बाघसँग डराउने मान्छे चाहिँ होइन है फेरि धेरै टाउको हुन्छ बाघसँग लड्दै हो कि बाघसँग लड्दै भ्लग चाहिँ मेरो एनी टाइम हुन्छ मेरो भ्लग है हजुरहरूले हेरेर यसो सपोर्ट पनि गरिदिनु होला गाइजहरू है के भन्न चाहन्छु भने अनि हजुरहरूलाई दसैँ कतिको के लागिरहेको छ अब कमेन्ट पनि गरिदिनु होला दसैँ अब खासै पहिलाको जस्तो भाइब चाहिँ आएको छैन दसैँमा के भने नै मैले बुझिनँ पिङ खेल्न पनि पाएन हो हामीले पिङ खेल्न पनि पाएन ल समुद्र चाहिँ भन्न मिलेन हो र भने अनि यस्तो खतरनाक छ नि ठाउँ पुरै यस्तो खोलासोला त भइ नै रहन्छ क्या पुरै पाइलै बिसेको खोला हो हामीलाई त्यस्तो त्यो खासै ठुलो कुरै लाग्दैन अहिले त पहिला चाहिँ उखु भन्नुहुन्थ्यो अब भोलिपर्सि पानी परेपछि यहाँ फेरि खतरनाक दर्दनाकै भलहरू आउँछ रोडै होइन रोड यस्तो अफ रोड छ नि भोलिपर्सि त सकियो भोलिपर्सि चाहिँ सकिन्छ गाइजहरू है कहिले अझै हामीलाई त धेरै नै हिँड्नु छ नि फेरि धेरै नै हिँड्नु छ यस्तो खतरनाक सिन फेरि मेरो मोबाइल फेरि गडङ गुडुङ हल्लेर फेरि राम्रोसँग क्याप्चर आइफोन 17 भर्खर लन्च भएको मोबाइल किनेको अनि अलिकति अपडेट भएर हिँड्छ कि राम्रोसँग क्यामेरा क्वालिटीहरू अनि त्यही भएर अलिकति गन्डाङ गुन्डुङ आउन सक्छ गाइजहरू है राम्रोसँग हेरेर सपोर्ट गरिदिनु होला है त्यही हो कुरो अब यस्तै छ भोलिपर्सि यस्तो हान्न मिल्यो भने म गरौँला के भने 4-5 वटा सब्सक्राइब बढाउने रे कहाँ गएर आमा घर गर आमाले चलाउनु हुन्न मोबाइल गर्दा सन्तोषीले पहिले सब्सक्राइब हानिसक्यो त्यस्तो सबैको छैन नि त नानु किन गफ दिइरहेको सबै भर्याङ गुरुङहरू सबैले मोबाइल बोक्छ नि त तर त्यो एउटा भाइको चाहिँ छ होला अङ्कलको घरतिर पनि आइयो अङ्कलको घरतिरबाट पनि फर्कियो होइन उ त्यहाँ अङ्कलको घर हाम्रो अङ्कलको घर यता यहाँ गाडी यो नि अङ्कलहरूकै हो के अरे गाडी नि होइन यस्तो छ कि बाटो सिन चाहिँ खतरनाक छ क्या हाम्रो गाउँबाट फेरि पुरै भ्यू देखिन्छ मस्त यस्तो मस्त भ्यू छ दसैँको भ्यू होइन यही हो चलिरहेको छ यता पहिला जस्तो खासै मान्छे आउजाउ यताउता चाहिँ छैन कि दसैँमा पहिला त धेरै नै हुन्थ्यो नि त धेरै नै हुन्थ्यो है आउने जाने दाइ यता दाइहरूको घरमा नि आएको दाइहरू भर्खर हिँडिहाल्यो यस्तो भेटघाट चाहिँ भयो तर खासै गफसफ चाहिँ भएन अब दाइहरू हिँडेपछि के बसी भएर आफू चाहिँ होइन यस्तो मस्त यस्तो खतरनाक भ्यू छ नि ल यस्तो यो त पुरै ल हेर्नु पुरै दसैँ भाइब दिइराख्यो नि त भने यत्तिको पुरै धानबारी छ होइन ल पुरै क्लाउड कस्तो दामी छ कि ल यस्तो दामी छ नि दामी नै छ भ्लगहरू चाहिँ हेरिरहनु पऱ्यो कि तपाईँहरूले भ्लगहरू चाहिँ हेरिरहनु पऱ्यो मेरो भ्लगहरू होइन दामी सिनहरू चाहिँ तपाईँले हेर्न पाउँछन् यस्तो खतरनाक छ नुवाकोटको भ्यू चाहिँ यस्तो डेन्जर हो क्या डेन्जर छ नुवाकोटको भ्यू दामी नै छ त्यो होइन यत्तिको भने खतरनाक भ्यू छ हाम्रो होइन पुरै धानबारी हो यो चाहिँ हाम्रो आमाहरूको धानबारी हो कि फेरि घर चाहिँ फेरि यहीँ छ होइन
दुइटै फेरि आमाहरूको घर हो अन्त ऊ माथितिर चाहिँ त्यो अङ्कलहरूको घर होला सायद यतातिर नि अङ्कलहरूको घर हो सिन दर्दनाक सिन छ यही हो गाइज होइन म अब आमाहरूको घर जान्छु टक्क लाएर खतरनाक ल एउटा कुकुर रहेछ ल पुरै घुम्छ त्यो त के हो आइज छु ल ल छु दसैँ त यहाँ पो लागेको रहेछ त ल यहाँ जुवाले लगेर यसलाई दसैँ लाग्यो त मेन दसैँ लाग्यो मान्छे त उहाँ हुनुहुन्छ फुली लगाएको आज दसैँमा उसले दसैँ मौका छोपेर फुली लगाएछ गाईहरू हाम्रो आमा हुनुहुन्छ यता चाहिँ ल मैले आमा घर आउने भन्थेँ नि हाम्रो आमालाई चाहिँ आमा हेलो भनिदिनु त आमा हेलो ल आन्टी चाहिँ यहीँ सुतिरहनु भएको छ मस्त गुन्द्री हानेर गरीमा अरू भन्यो नि त्यस्तै प्योर दसैँ भनेर चाहिँ सन्तेला लागेको छ मस्त दसैँ भनेर सन्तेला लागेको छ फेरि उसले भाडा पनि पुरा यहाँ टक्क अरे यतातिर भ्यू सिउ हेरेर पुरै भाडा माग्न पाएको उसले के हेर्छ भन्दा ठिक ल मेन दसैँ भने उहाँलाई हजुरबा नमस्ते सन्चै हुनुहुन्छ बाख्रा चराएर आउनु भएको हो हो ए सन्तोष अङ्कलहरू आउनुभयो सन्तोष आएन सुरेश आयो मस्त मजा अम्बा खाँदै गाउँ डुल्ने काम भइरहेको छ होइन अम्बा सम्बा खाइयो हुन्छ अहिले कहाँ हिँड्ने त कहाँ हिँड्ने घर जा घर जान्छ जाँदैनस् भने घर जा तँलाई होइन मस्त भयो होइन गाईहरू अम्बासम्म खायो यताउता होइन दाँत देखियो मेरो अम्बा खाना यति अम्बा खायो दाँतै देखियो अम्बा खाना छिट्टै टेन्सन कति अम्बा खानु क्या अम्बा पनि लास्टै अम्बा खायो अब यता हाम्रो अर्को अङ्कल घर जानु पऱ्यो यता अङ्कल घर उता अङ्कल घर चाहन्छ जाँदा अङ्कल छन्